यो फोटोमा देखिएका व्यक्ति हुन् डन दीपक मनाङ्गे र यो अर्को व्यक्ति हुन् चक्रे मिलन। यी दुईजनै डनहरू नेपालका खतरनाक डनहरूको सूचीमा पर्दछन्। आजभन्दा करिब 20 वर्ष पहिले यिनै मनाङ्गेले चक्रे मिलनको देब्रे हात तरबारले काटिदिएका थिए। आखिर के भएको थियो त्यो बेला? आखिर के दुश्मनी थियो यी दुई डनहरूमा? आउनुहोस् बुझौँ। कुरा 2061 सालतिरको हो। काठमाडौँको चक्रपथलाई अपराधको आधार बनाएर सक्रिय रहेका गोर्खाका मिलन गुरुङ अनि ठमेललाई अपराधको आधार बनाएर सक्रिय रहेका राजीव गुरुङ अर्थात् दीपक मनाङ्गेको दुश्मनी चरम सुलीमा हुन्छ। यी दुवैजना डनहरू त्यो समयमा काठमाडौँका खतरनाक डनहरूको नामले परिचित हुन्छन्। यी दुईजना डनहरू बीच दुश्मनी पनि उत्तिकै थियो। कुनै एकजना अर्काको आधार क्षेत्रमा प्रवेश गरे कि कोटाइ खाइहाल्थे। त्यही कारण यी दुई डनहरूको दुश्मनी दिनानुदिन बढिरहेको थियो। सुरुमा मिलन चक्रे चक्रपथको मिलन नामले चिनिन्थे। पछि उनले आफ्नो नाम नै मिलन चक्रे राख्दछन्। त्यसपछि उनी मिलन चक्रे नामले परिचित हुन्छन्। यता दीपक मनाङ्गेसँग उसको दुश्मनी झन्झन बढ्दै गइरहेको थियो। त्यो बेला मिलन चक्रेलाई च्यालेन्ज गर्न सक्ने दीपक मनाङ्गे मात्र हुन्छन्। यता दीपक मनाङ्गे आफू झन सक्रिय बन्नको लागि काभ्रेका गणेश लामाको साथ लिन्छन्। गणेश लामाको साथ पाएपछि मनाङ्गे झन खतरनाक बन्न पुग्छन्। यता मनाङ्गेले लामाको साथ पाएपछि चक्रे पनि सामाखुसीका कुमार श्रेष्ठ अर्थात् कुमार घैँटेसँग मिल्न जान्छन्। कुमार घैँटेको साथ पाएपछि चक्रेको ग्याङ पनि एकदम खतरनाक ग्याङ बन्छ। कुरा 2061 साल वैशाख 31 गतेको हो। चक्रे मिलनलाई भेट्न इटरीबाट एक समूह आउँछ। उनीहरू पानीपोखरी स्थित तुफाङ रेस्टुरेन्टमा हुन्छन्। उनीहरूलाई भेट्न भनेर चक्रे मिलन पनि त्यही रेस्टुरेन्टमा पुग्छ। चक्रे आफ्ना समूहका साथीहरूसँग गफ गरेर बसिरहेको बेला हेलमेट लगाएर आएका करिब 15 जनाको समूह त्यहाँ आउँछ। पानीपोखरी आफ्नै इलाका भएको कारण ममाथि हमला गर्न आएका हुन् भन्ने कुरा विचार समेत गर्दैनन् मिलन चक्रेले। उनीहरू आफ्नै गफगाफमा व्यस्त थिए तर एक्कासी चक्रेमाथि तरबारको प्रहार हुन्छ। उनले आफूलाई बचाउनको लागि आफ्नै देब्रे हातले तरबारलाई छेक्छन्। उनको हात पुरै काटियो, छाला मात्र बाँकी रहन्छ। आक्रमणकारी सबै फरार हुन्छन्। त्यसपछि चक्रेलाई उसका साथीहरूले हतार छिनेको हातसहित महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पुर्याउँछन्। समयमै पुगेका कारण डाक्टरले उनको हात जोडिदिन्छन् तर प्राकृतिक रूपमा बलियो भने भएन। त्यो बेला चक्रे मिलनमाथि हमला गर्न सक्ने दीपक मनाङ्गे मात्र थिए। प्रहरीको अनुसन्धानपछि त्यो हमला मनाङ्गेले नै गरेको पुष्टि भएपछि उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा दिल्ली बजार कारागारमा 2 वर्ष राखिन्छ। 2 वर्षपछि 2063 साल माघ 2 गते मनाङ्गे धरोटीमा रिहा हुन्छन्। त्यसको 20 वर्षपछि आजभन्दा केही दिन अगाडि मात्र उनलाई आफ्नो सजाय पुरा नगरेको भन्दै पुनः गिरफ्तार गरेर पुरानै कारागार दिल्ली बजारमा थप सजायको लागि लगिन्छ। अब उनले त्यही कारागारमा बसेर आफ्नो सजाय पुरा गर्नुपर्ने हुन्छ।